सो अब गाइस आज चाहिँ हामी बिजन भाइको मन्दिर साइकलिङ राइड गर्नु भनेको होइन। साइकल पनि रेडी एकछिनदेखिन म मैले चाहिँ हेलमेट किन नलगाएको भन्दाखेरि चाहिँ नि छैन नि त। हाम्रो नुवेन साथी हो नि सेरिङआङ अनि अब लेट्स गो। अब बाटोको सफर हामीले देखाउनेछौँ अझै होइन। अब हामी चाहिँ अहिले सुनसरी पुग्यौँ। अब हामी जामनी जिरो पुग्छौँ। ऱ्यापर राई हामी चाहिँ बिहान अलिक ढिलो भयो नि त हाम्रो साथी नुबेलले गर्दा अलिकति 6 बजी भनेको थियौँ हामी 6:30 तिर निस्केको। अनि अहिले चाहिँ हाम्रो अलिकति रफ्तार चाहिँ अलिकति राम्रै छ। अन्त सक्छ यो साथीलाई हाम्रो केटाहरू चाहिँ आइपुग्यो होइन। यो चाहिँ जामुने हाम्रो डेस्टिनेसन यताबाट जान्छ, अलिक टाढै छ। हामी चाहिँ जामुनीको माथि छौँ अहिले चाहिँ। यो बाटो भएर आएको हामी। अब हामीलाई 15-20 मिनट लाग्छ दर्शकहरू। 15-20 मिनट गोकसम्म हामी गोक पुगेर फेरि तपाईँहरूलाई देखाउनेछु गोक बजार चाहिँ कस्तो छ भनेर होइन। फाइनली वी रिच गोक बजार। यताबाट हाम्रो जान्छ रङडुहरू। यो गोक बजार पानी मेरोमा छ। हाम्रो केटाहरू चाहिँ यहाँनिर आइपुग्यो। यो चाहिँ टक्कै हामी चाहिँ यहाँनिर चाहिँ गोक बजार ऊ तल चाहिँ जोरथाङ यताबाट दरमदिनहरू जान्छ। यताबाट दरमदिन ओख्रे चाहिँ यताबाट जान्छ यो बाटो। तर हामी चाहिँ यो बाटो जाँदैनौँ, हामी चाहिँ यो बाटो जान्छौँ यताबाट मल्ली टिस्टा। हाम्रो भाइ चाहिँ यहाँ छ। अन्त हाम्रो अगाडि चाहिँ हाम्रो टुपाक भाइ थियो होइन, आयुष भाइ। त्यो भाइ चाहिँ देखेको छुइनँ, कता ओह्रालो टर्निङ कार्ड नकाटेर ओह्रालै गयो जस्तो देखिन्छ। हाम्रो आयुष भाइको अलिकति सपोर्टरहरू निकै छ होइन। We have entered to सिक्किम बोर्डर यहाँ। हामी चाहिँ सिक्किम एन्टर बोर्डरको चाहिँ तपाईँहरूलाई नदेखाइदिएको होइन। मलाई पनि थाहा छैन दिन्छ कि दिँदैन फोटो खिच्नु चाहिँ है। हामी चाहिँ अब यहाँनिर जोरथाङ आइपुग्यौँ। सिधा गयो भने चाहिँ लेकसेपहरू जान्छ यताबाट होइन। हामी चाहिँ राइट जान्छौँ यहाँबाट। यहाँनिर मेला चाहिँ यही ठाउँतिर लाग्छ। यता वरिपरितिर यो डल्लै जोरथाङभरि नै लाग्छ मेला चाहिँ। अनि ऊ पर लेफ्ट गयो भने चाहिँ हाम्रो यता नाम्चीहरू पुग्छ। अनि तपाईँहरूले अब आज
मल्लीको यस टु ब्याक भाइ सेरिङ आ यस यस जाउँ न अन्त सुक्यो नि आउँदैछ यहाँ चाहिँ अब अलिकति जोगिएर हिँड्नुपर्छ यसरी गाडीहरू आउँछ अनि हामी चाहिँ राइट जान्छौँ यताबाट हाम्रो जान्छ नाम्चीहरू अब हामी चाहिँ अलिकति यहाँनिर एउटा साइकल दोकान छ कि अलिकति यहाँ मेन्टेनेन्स गर्नुपर्छ जस्तो देखिन्छ कि अन्त यहाँ रोक्छौँ हामी अब एकजना यहाँ रहेछ एकजना त्यहाँ रहेछ मोबाइल साथी पनि आइदिँदैछ पछाडिबाट होइन यस्तो बाटोमा कुद्नु पाए के भन्नु यस्तो बाटोमा कुद्नु पाए यत्रो लङ राइड पछि अब हामी चाहिँ यो चाहिँ के यो देखाइदेऊ न यो चाहिँ अब हाम्रो डाइट ब्रेकफास्ट होइन केटाहरू पनि आइपुग्यो सबैले निकालै केटा आफ्नो आफ्नो मल्ली चाहिँ अब 25 किलोमिटर रहेछ अहिले चाहिँ हामी चाहिँ म चाहिँ ओह्रालै अब यहाँबाट चाहिँ होइन पछाडि सेरिङ आउँदैछ तुफान आउँदैछ सेरिङ तुफान हाम्रो साथी सेरिङ आउँदैछ अब How is the dost? How is the dost? Hi, very high, very high. यहाँ चाहिँ नुबेन आइपुग्यो नुबेन टुपाक भाइ पनि आयो जाम भएन नि दामी कुद्नु थाल्यो राम्रो कुद्दैछ ब्रेक राम्रो छ भने चाहिँ कन्फिडेन्स आउँछ नि हालत पतला
हामी चाहिँ यहाँ आइपुगिसक्यौँ। यता चाहिँ नाम्ची जान्छ, यता चाहिँ हामी यताबाट हामी आएको, अनि हामी चाहिँ यता जान्छौँ अब मल्लीतर्फ। अनि हाम्रो भाइ गलेछ। फिलहाल चाहिँ उकालोमा चाहिँ अन्डा र चाना खाएर चाहिँ यस्तो बुस्ट भयो, यस्तो भयो कि आम्मा। साथी पनि गलेछ होइन, सेरिङ पानी खानु गएको होला है। अनि हामी चाहिँ मल्ली पुग्यौँ। गाइस हामी चाहिँ मल्ली आइपुगेको थिएँ। मल्ली आइपुगेर खाना खाएँ। अब चाहिँ अड्किने खाना कसरी थियो र? खाना कसरी थियो र? हामी चाहिँ जस्ट खाना खाएर मल्ली बजारबाट चाहिँ हिँड्यौँ अब। अनि आउँदाखेरिको चाहिँ तपाईँहरूले पाउनुहुन्छ है, जाँदाखेरि पनि सेम रुट हो। त्यही भएर चाहिँ अब तपाईँहरूले चाहिँ जाँदाखेरि चाहिँ कम्ती पाउनुहुन्छ। अन्त अब एकैचोटि म जोरथाङमा गर्नेछु, किनकि हामी अलिकति ढिलै लेट भइसकेको छौँ। हाम्रो केटाहरू यहाँनिर गलेर हत्तु भइरहेको छ।